बाचिपा वा तिते किराँत राई समुदायको एक विशिष्ट परम्परागत परिकार हो। यो केवल खाना मात्र नभई संस्कृति, परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा पनि लिइन्छ। बाछिपाको उत्पत्ति पूर्वी नेपालको पहाडी भेगमा बसोबास गर्ने किराँत राई समुदायसँग जोडिएको मानिन्छ। परम्परागत रूपमा शिकार, पशुपालन र कृषि जीवनशैली अपनाउने राई समुदायले उपलब्ध स्थानीय सामग्री प्रयोग गरेर यो परिकार विकास गरेका हुन्। पहिले गाउँघरमा विशेष अवसरमा काटिएको स्थानीय कुखुराको मासु र चामल प्रयोग गरी बाछिपा बनाइन्थ्यो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परिकार आज किराँत पहिचानको महत्त्वपूर्ण अंश बनेको छ। बाछिपा विशेष गरी विवाह समारोह, कुल पूजा, माघी, नयाँ अन्न भित्राउने पर्व, साकेला पर्व, पारिवारिक जमघट, अतिथि सत्कार जस्ता अवसरहरूमा बनाइन्छ। राई समुदायमा अतिथिलाई बाछिपा खुवाउनु सम्मान र आत्मीयताको प्रतीक मानिन्छ। यसले परिवार तथा समुदाय बीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास छ। बाछिपा सबैभन्दा महत्त्वपूर्ण विशेषता यसको कालो रङ र तितो विशिष्ट स्वाद हो। परम्परागत रूपमा भाले वा कुखुराको पाखलाई सावधानीपूर्वक डढाएर त्यसबाट बनेको खरानीलाई मसला रूपमा प्रयोग गरिन्छ। यही सामग्रीले बाछिपा अरू भातजन्य परिकारभन्दा अलग स्वाद दिन्छ। केही ठाउँमा विशेष वनस्पतिको पात वा जडीबुटी डढाएर पनि प्रयोग गर्ने गरिन्छ। परम्परागत रेसिपी बाछिपा बनाउनको लागि यसमा आवश्यक सामग्रीहरू: एकवटा स्थानीय कुखुरा, 500 ग्राम चामल, प्याज, लसुन, अदुवा, नुन, खुर्सानी, कुखुराको डढाइएको आँखबाट बनेको खरानी, तेल चाहिन्छ। बाछिपा बनाउने विधिहरूमा कुखुराको मासुलाई सानो टुक्रामा काट्नु पर्दछ। भाँडोमा तेल तताई प्याज, लसुन र अदुवा भुट्नु पर्दछ। मासु हालेर राम्रोसित पकाउने, धोएको चामल मिसाएर केही बेर चलाउने, आवश्यक पानी हालेर पकाउने। अन्तिम चरणमा प्वाँखको खरानीबाट तयार गरेको विशेष मसला तिते मिसाउने। भात राम्रोसँग पाकेपछि बाछिपा बल्ल तयार हुन्छ। बाछिपाको पौष्टिक पक्षमा कार्बोहाइड्रेट चामलबाट प्राप्त हुन्छ, प्रोटिन कुखुराको मासुबाट प्राप्त हुन्छ, विभिन्न खनिज तत्त्व प्राप्त हुने भएकोले यसलाई ऊर्जा दिने परिकार मानिन्छ। बाछिपा पूर्व नेपालको साथै धरान, इटहरी, काठमाडौँ लगायतका सहरहरूमा समेत लोकप्रिय बन्दै गएको पाइन्छ। किराँत समुदायका सांस्कृतिक कार्यक्रमहरूमा बाछिपा प्राय अनिवार्य परिकारको रूपमा प्रस्तुत गरिन्छ। बाछिपा केवल एउटा खाना होइन, यो किराँत राई समुदायको इतिहास, संस्कृति, परम्परा र सामुदायिक पहिचान बनेको अमूल्य सांस्कृतिक सम्पदा हो। बाछिपा प्राय कुखुराको मासु वा कहिलेकाहीँ बखतको मासु प्रयोग गरिन्छ। चामल, विशेष प्रकारको जलेको पाखको खरानी वा वनस्पतिबाट तयार गरिने कालो मसला मिश्रण गरेर पकाइने। यही कालो मसलाले बाछिपालाई अरू परिकारभन्दा फरक स्वाद र कालो रङ दिन्छ। स्वादमा हल्का तितोपन र सुगन्धितपन हुन्छ। पौष्टिक मानिने परिकार किराँत संस्कृतिको पहिचान बोकेको खानाको रूपमा चिनिन्छ। परम्परागत रूपमा परिवार र समुदायका सदस्यहरू मिलेर खाने चलन पनि छ। राई भाषाका केही व्याख्या अनुसार बाछिपाको अर्थ बा, जसलाई कुखुरा भनिन्छ, चपा, जसलाई भात चामलसँग पकाइएको परिकार भनिन्छ। त्यसैले बाछिपा भन्नाले कुखुरा र चामल मिसाएर बनाइएको विशेष परिकारलाई जनाउँछ। आजकल धरान, इटहरी, काठमाडौँ लगायतका सहरहरूका किराँत तथा स्थानीय परिकार पाइने रेस्टुरेन्टहरूमा पनि बाछिपा खान पाइन्छ। हामी सबै नेपाली रीतिरिवाज जोगाउने आफ्नो जिम्मेवारी।